हेलो गाइस, आज चाहिँ हामी लगनियाको खेत जाँदैछौँ खाजा पुर्याउन धान रोप्नलाई खाजा पुर्याउन धान रोप्न जानलाई। यहाँ देख्न सक्नुहुन्छ कस्तो हरियाली छ जङ्गल। यहाँ गाई भैँसी चराउन आउनुहुन्छ। गोरु पनि छ, धेरै टाढा छ। वहाँ कहाँ छ अझै अझै पर छ हाम्रो खेत चाहिँ। अनि हामी चाहिँ जाँदैछौँ खाजा दिनुलाई। खाजा के छ भने चटपटे। त्यो चाहिँ हाम्रो घरमै बनाएको चटपटी हो। कति प्लास्टिक नभेटेर हामी यसमै खातकुत पार्दियौँ भनेर। त्यो हाम्रो चाहिँ होइन, त्यही पनि बिउ उखाल्नु हुँदैछ। यहाँ पनि धानै रोप्ने होला सायद। हाम्रो चाहिँ होइन, हाम्रो त चाहिँ निकै परेछ। यो थोरै के खोला जस्तो के छ, पुरै कुरा छ। देख्न सक्नुहुन्छ खेत चाहिँ यो त हाम्रो होइन, त्यही पनि देखाइदिएको गाइस। जाने कस्तो कराउँदैछ बाटो हेर्नु, बाटो जङ्गल एउटा जग्गामा चाहिँ चटपटे अनि अर्को जग्गामा चिसोहरू छ, थालहरू। अब चाहिँ तलबाट हिँड्नु पर्ने हुन्छ गाइस। यी आमामा यस्तो छ बाटो चाहिँ, त्यही पनि हामी जान्छौँ। यस्तो हिलै हिलो छ बाटो।